हेलो साथीहरू, गुड मर्निङ। मेरो दिनको सुरुवात भयो आज। पानी तताएर यसरी पानी तताएर चाहिँ हामी राखेर बिहान बिहान पानी पिउने गर्छौँ। बिहान होइन, हामी दिनभरि नै प्रायः जस्तो मनतातो पानी नै खाने गर्छौँ। एउटा हातले कस्तो नमिलेको के हेर्दैछु म, किन मिलेन, उल्टा पो भयो कि भनेर। बल्ल बल्ल मिल्यो। अन गरिदिएँ मैले बत्ती। अब मुख दिनु पर्यो साथीहरू, फ्रेस हुनु पर्यो। मेरो चाहिँ नि यो 40 नागेपछि दाँतलाई एकदम प्रब्लम हुँदो रहेछ। दाँत सिरिङ गरेर मस्काउनै नमिल्ने के, मस्काउन राम्रोसँग नमिलेर दाँत सडिएर कम्ती दुःख दिएन। यो चाहिँ चकुन्दा रहेछ साथीहरू, अलिकति बाँकी थियो। यसको चाहिँ मैले फेस प्याक बनाएर एकछिन राख्ने विचार गरेँ। तपाईँहरू पनि लाउनुहोस् है, तपाईँहरूसँग यस्तो छ भनेदेखि नफाल्नुहोस्। अलिक सुक्यो, अस्ति नै ल्याएको क्या। चकुन्दरको फेस प्याक, त्यो के अरे मिक्सरको त्यो बट्टा चाहिँ खुर्सानीहरू पिसेको भएर पिरो हुन्छ भनेर मैले चाहिँ चक्कुले नै यसरी निकाल्छु कि। यो चाहिँ नरिवलको तेल ओइलीको लागि। ड्राई छ नि त, मेरो फेस एकदम ड्राई छ। अनि यसो गरेर राखेपछि चाहिँ फेस एकछिन राख्यो भने चाहिँ दिनभरि कस्तो नरम मुलायम भएर बस्छ क्या स्किन। चाहिँ मैले के हालेर पेस्ट बनाएको छु, यो त्यसमा मैले सूर्यमुखीको दाना अनि तिल खै के हालिरहेछु यो चाहिँ अनि मैले यसरी पेस्ट बनाएर लाएँ साथीहरू। एकछिन राख्छु मलाई 5-10 मिनट। हेर्नुहोस् है साथीहरू, म राम्रै हुँदैछु। यस्तो भयो भने कस्तो राम्रो देखेको। अनि उब्रेको चाहिँ फाल्नुहुन्न साथीहरू, अलिकति उब्रेको छ नि, यसलाई चाहिँ यसरी हातहरूतिर राखेर एकदम रब गर्नुहोस्। हातको स्किनहरू पनि एकदमै मुलायम भइबस्छ। ड्राई हुन्छ त, मेरो त एकदम ड्राई छ कि स्किनहरू सबै, त्यो भएर हातको स्किनहरूमा पनि लगाइदिन्छु म चाहिँ यसरी। हजुरहरूसँग पनि यस्तो केही आइडिया छ भने लाउनुपर्छ कि। आफ्नो हेल्थको केयर गर्नुपर्छ, स्किनको हेल्थको हामीले हाम्रो लागि आफै केयर गर्नुपर्छ। अरूले गर्दैकोले पुग्दैन कि, अरूले गर्दैलान् भने आश गर्नुहुन्न नि। हेर्नुहोस्, अब मेरो पानी तात्यो, मैले पानी राखेँ थर्मसमा, दिनभरिलाई हुन्छ। अनि गिलासमा हालेँ, अनि अलिकति बिरेनुन हालेर पानी पिउन लागेँ। यतिकैमा मेरो आमा नि उठ्नु भएर पानी लिएर जानुभयो पिउनलाई।